हामी यहाँ आज चाहिँ हामी यहाँ स्कुटर पूजा गर्न आएका छौँ। मम्मीको स्कुटर पूजा गर्न आएका छौँ चण्डेश्वरी मन्दिर। चण्डेश्वरी मन्दिर हजुर ल अनि हामी चाहिँ आज मम्मीको स्कुटर पूजा गर्न गइरहेका छौँ। अनि हामीले मन्दिरको फुक्का लगाइसक्यौँ। अब स्कुटर पूजा गरेर हामी जाने हो। सालुगा बिचन हो स्कुटर फुक्का गर्दा यस्तो छ ढुङ्गे धारा। साने अच्छी गच्ची छ पानी ला खाप अझै अझै ला अझै ला जा पर्खि ला जा अब पानी लिएर आउँदैछौँ। मम्मी बाबा म यो स्कुटर नेरी होइसिन्छ। त्यही खास छैन क्या के खाम भयो बहिनीले ल्याउँदैछ क्या छिटो आऊ। हातमा अटेन नि त राखेर झन् यसलाई धेर बाँधिदिएको। अब चाहिँ हामी स्कुल पूजा गर्छौँ देखिन्छ ब्याक क्यामेरा कसरी गर्ने चाहिँ स्वस्तिक बन्दैछ। देखा छ छैन केही थाहा छैन। यहाँ चाहिँ मम्मी स्वस्तिक बनाउँदै होइसिन्छ अनि म चाहिँ यहाँबाट हेरिरहेको छु। के गर्ने पूजा गर्ने स्वस्तिक बन्दैछ पूजा गर्दै होइसिन्छ मम्मी। हामी पनि गरौँ न हौ पूजा। हामीले चाहिँ के सामान ल्याएको छौँ भन्दाखेरि फुल ल्याएको छ। त्यो फुल चाहिँ हामीले घरमा आफै उमारेको थियो। त्यो फुल ल्याएको छौँ। अनि यहाँ नरिवलहरू छ अबिरहरू छ तिल छ गणेश छ गणेश होइसिन्छ। खाना पनि गर्ने पूजा एउटा हातले यस्तो गर्ने न अब के गर्ने। अब नरिवल अब नरिवल फुटाउने नरिवल फुटाएको हामीले कता हुन्छ इन्जिन त्यसकोले फेरि प्लास्टिकमा प्लास्टिक हाम्रो नरिवल फुटाउने कार्यक्रम चाहिँ सकिसक्यो। हाम्रो नरिवल फुटाउने कार्यक्रम चाहिँ सकिसक्यो। अब धागो डोरो बान्ने छ। यो पालि हेरिहालौँ न त। त्यहाँ होइन त्यो नम्बर छेकिन्छ भित्रबाट नम्बर छेकिन्छ नि। धेरै अलिक छोटो बना लाइटलाई एक दिन त होइन भिजेर ह्यान्डलमा बान्ने होइन त
बान्ने स्वस्तिक बनाउने नरिवल फुटाउने सबै कार्यक्रम सकिसक्यो हाम्रो अब यहाँ प्लास्टिक अलिकति फन्को लाएर मन्दिरमा फन्को लाएर हामी फेरि जानेछौँ फर्किनेछौँ घर पर चाहिँ त्रिशुल छ यत्रो ठुलो शिवजीको त्रिशुल छ शिवलिङ छ सायद यहाँनिर देखिरहनु छ होला सारी एक थोप नरिवलको पानी बिचरा आउँदै आएन आयो नरिवलको पानी खान मिलेको छ हामीले खायौँ अब म पनि आउँछु आउला सबै उहरूमा पूजा गरेर आऊ सबैमा फुल र केसरीहरू चढाएर आउला दिदी बहिनी र तिमीले जाऊ मोबाइलमा बोक्छु नि त भिडियो बनाइरहेको छु स्पेसै छैन त्यसरी कहाँ हुन्छ खोइ उइसको ल्याउ पर्दैन मोबाइल यहाँ ल्याउ स्पेसै छैन सानो यो बोक्छु के ल सबै यसरी घुमेर गर सबै मन्दिरहरूमा यो के अरे चप्पल खोल्नुपर्छ पर्दैन त्यतिकै छ बाहिरबाट आउला बाहिर छ नि यो बाहिर मन्दिरहरू सबै त्यो काली माता सबै है अब चाहिँ हामी सबै मन्दिरको फन्को लाएर अब चाहिँ हामी सबै यो मन्दिरको फन्को लाएर आउनेछौँ बाहिरको मन्दिरहरूमा पूजा गर्नेछौँ हामी अब है मैले पूजा गरेको बेला सानो मोबाइल पक्रिन्छ सालले पूजा गरेको बेला खैदेऊ यो मोबाइल पक्र मैले पूजा गरेको देखाऊ है अनि यता यता गर्छु अनि यताबाट घुमेर जान मिल्दैन लास्ट एउटा ए आज रहेछ देखाएको छैन केही देखेको छैन म गाइस म चाहिँ पूजा गरिसकेँ घन्टी बजाउनु थाल्यो आऊ यता आऊ साने यता नि छ होइन छोड्दै यताको यता अब यति हामी चाहिँ यतानिर यत्रो छ अब हामी यति पूजा गरेर हामी त जान्छौँ है खाइदेऊ त सबै चाहिएन नि त सबै पूजा गऱ्यो भने त के मतलब भयो नि सबै सकायो भने अझै कति धेरै मन्दिरहरू बाँकी छ अनि यो चाहिँ भइसकेको छ अब बहिनीको पालि पूजा गर्ने मेरो हाइट के गर्ने फर्स्ट यो पूजा लगा ल तिमी एलो गर एलो गर त्यही केही हिँड्नु एलो गर हो एलो लियो उता उता यस्तो गर्दा यस्तो गर ल अब उयो तिल ल्याऊ यसलाई यस्तो यस्तो पूजा गर थोरैले है यो फुल एउटा यो फुल चढाऊ उता चढाऊ त्यहाँ नमस्ते गर अब नमस्ते भयो अब यताको पानी बजाऊ ल पढी त मोबाइल पढी देखिया के छ आऊ त आऊ मेरो ट्रान यो तेलका पखाउन म छिटछिटो पनि भ्याइहाल्छु के केही देखाइदिएन सानै तिमी पछाडि घन्टी बजाउँदै अब है नमस्ते गर्दै अघिदेखि नमस्ते 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 यता छैन घन्टी
नमस्ते यता घर यता घन्टी घर अब हामी चाहिँ कालदेवी मन्दिर जान आँटेको तर त्यहाँ फोटो सेक्सन फोटोसुट भएर हामी निस्किनेछौँ अहिले त्यहाँ फोटोसुट भइरहेछ कालदेवी मन्दिरको साइडमा छोड्दै सानो आऊ चाहिँ त्यहाँ फोटोसुट भएर हामीले गर्न भ्याएन यति हो आजको हाम्रो ब्लग यही हो हाम्रो चण्डेश्वरी मन्दिर यो चण्डेश्वरी मन्दिर घन्टीबल यता नि पूजा गरौँ यो पाउडरमा यता देखाऊ यहाँ यता मुखभित्र छिटाउँछु छिटो 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 हाम्रो सबै फोटो सेसन सकिसक्यो भनेको डिलेट हाल्ने